साइबर सेक्युरिटीमा अर्को जान्नै पर्ने कुरा भनेको कमन टुल्स फर अथेन्टिकेसन। सरल शब्दमा भन्नु पर्दाखेरि अथेन्टिकेसनमा के कुराहरू पर्दछ त? नम्बर 1, पासवर्ड। पासवर्ड अथेन्टिकेसनको सबैभन्दा सामान्य रूप हो। पासवर्ड मात्र प्रयोग गर्नु सुरक्षित मानिँदैन, किनभने पासवर्ड सजिलै अनुमान गर्न सकिन्छ, बिर्सिन सकिन्छ र ह्याकरले क्र्याक पनि गर्न सक्दछ। जब तपाईले अथेन्टिकेसनको लागि पासवर्ड मात्र प्रयोग गर्नुहुन्छ, यसलाई सिंगल फ्याक्टर अथेन्टिकेसन भनिन्छ। नम्बर 2, बायोमेट्रिक्स। बायोमेट्रिक्स भनेको तपाई को हुनुहुन्छ भन्ने कुरामा आधारित अथेन्टिकेसन हो। यसका दुई प्रकार छन्, फिजियोलोजिकल माने औँठा छाप, आँखाको आइरिस, अनुहार आदि। अर्को छ बिहेभियरल, जस्तै सिग्नेचर, आवाज, टाइपिङको शैली आदि। नम्बर 3 मा टोकन्स। टोकन बेस्ड अथेन्टिकेसन प्रोटोकलमा पहिले आफ्नो आइडेन्टिटी भेरिफाई गर्नुहुन्छ, त्यसपछाडि युनिक एक्सेस टोकन प्राप्त गर्नुहुन्छ। यो धेरै जसो वेब एपीआईमा प्रयोग भएको पाइन्छ। नम्बर 4, स्मार्ट कार्ड्स। स्मार्ट कार्ड्स चाहिँ पासवर्डको अल्टरनेटिभ हो। स्मार्ट कार्डहरू उच्च सुरक्षा आवश्यक पर्ने ठाउँहरूमा प्रयोग गरिन्छ, जस्तै ब्याङ्क, गभर्नमेन्ट अफिस आदि। 5 मा पीकेआई। अर्को एकदमै महत्त्वपूर्ण उपकरण पीकेआई हो। यो सुरक्षा प्रणालीमा पब्लिक की र प्राइभेट की जस्ता टेक्नोलोजीको प्रयोग हुन्छ र यसको प्रमुख प्रयोग भनेको सेक्योर कम्युनिकेसन र आइडेन्टिटी भेरिफाई गर्नु हो। नम्बर 6 मा सिंगल साइन अन। सिंगल साइन अन भनेको चाहिँ एकपटक लगइन गरेपछि तपाईले धेरै वेबसाइटहरू अथवा सर्भिसहरूमा एक्सेस गर्न सक्नुहुन्छ र बारम्बार पासवर्ड हालिरहनु पर्दैन। उदाहरणका लागि जीमेलमा लगइन गरेपछि तपाईले युट्युब, गुगल ड्राइभ आदि सजिलै एक्सेस गर्न सक्नुहुन्छ। नम्बर 7 मा एडप्टिभ अथेन्टिकेसन। यो सिस्टमले तपाईलाई कहाँबाट र कुन डिभाइसबाट लगइन गर्दै हुनुहुन्छ भन्ने आधारमा कहिले सिम्पल लगइन र कहिले थप भेरिफिकेसन माग्ने प्रक्रिया हो। जस्तै कर्पोरेट सिस्टममा कर्मचारीले अफिस नेटवर्कबाट लगइन गर्दा सामान्य एक्सेस पाइन्छ, तर अननोन आइपी एड्रेसबाट लगइन गर्दा मल्टिफ्याक्टर अथेन्टिकेसन मागिन्छ वा एक्सेस ब्लक गरिन्छ। 8, क्याप्चा। क्याप्चाले बर्ड्सलाई रोक्छ, मानिसलाई रोक्दैन। म रोबोट होइन, यही प्रमाणित गर्छ क्याप्चाले। अब अर्को भिडियोमा हामीहरू मल्टिफ्याक्टर अथेन्टिकेसनको बारेमा हेर्नेछौँ। तपाईहरुलाई यो भिडियो मन परेमा लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोस्।